यहाँदेखि रहेछ नि बाटो त नि ऊ सट्टै पर उयो छाता भएको जग्गामा। आज चाहिँ हामीले घरबाटै त्यही वेदरको हिसाबले लुगा ल्याएर आएको चाहिँ खबर पर्दैछ। यति पनि ज्यादा भयो। हेलो एभ्रिवान, वेलकम टु माई न्यू मिनी ब्लग। टुडे हामी चाहिँ जाँदैछौँ बट पार्क र राबदेन्ची। सो मैले चाहिँ घरैदेखि ब्लग चाहिँ गरेन, म चाहिँ यहाँ पुगेर मात्रै स्टार्ट गर्दैछु। अन्त हामी चाहिँ यहाँ पुगेर गाडीबाट झरेर यताउता गरेर फर्स्टमा चाहिँ हामी बट पार्क पस्दैछ। अन्त यहाँनिर बट पार्कमा चाहिँ यस्तो दामी बनाएको रहेछ। अहिले पहिला गएकोदेखि गएकै थिएन, अन्त अहिले चाहिँ मजाले बनाएको रहेछ। एकदमै मजाको बनाएको रहेछ। मलाई चाहिँ मन पर्यो। यहाँ माथि छाताहरू हालिदिएको दामी रहेछ जग्गाहरू होइन। पहिला आएको आउनु त, तर पहिला चाहिँ यस्तो दामी थिएन, भर्खर बनाएको यताउताहरू थिएन। अलिअलि थिनु त थियो, तर पनि अहिले चाहिँ एकदमै दामी बनाएको रहेछ। टुरिस्टहरू त्यतिकै आएको बङ्गालीहरू त्यतिकै आएको होइन। यस्तो दामी रहेछ बनाएकोले गर्दाखेरि आएको होला नि त सायद। अन्त पुरा बेसी उयो थियो, मान्छेहरू पनि पुरै बेसी थियो। अन्त हामी चाहिँ हाम्रो फ्यामिली गएको, नाना दुईजना, नाना आमा सानो नानी होइन, अन्त बहिनी म दादा सरहरू थियो होइन। अन्त चाहिँ हामी सबैजना मिलिकन एउटा गाडीमा गएको। अन्त हामी चाहिँ अहिले चाहिँ यहाँनिर कहाँ घुम्दैछ भन्दा बट पार्क भित्र घुम्दैछ हो। आज कतिवटा जग्गाभित्र त पसेन, हामी अलिअलि मात्रै घुम्यो, किनकि पहिल्यै गएको नि त। यहाँ नयाँ कुरा बनाएकोले गर्दा मात्रै अहिले अन्त जानु मन परेर चाहिँ गएको हामी आज होइन। अनि यहाँनिर यसरी मटकाहरू पनि मजाले झुन्डाइदिएको रहेछ। यस्तो हेर्दा चाहिँ दामी नि, मजा होइन। तर मान्छेहरू नि आइराखेको नि, अब घुम्नेहरू आइराखेको। हाम्रो नेपालीहरू पनि होइन, नेपालीहरू मात्रै नभएर टुरिस्टहरू पनि आइराखेको थियो, पुरै बेसी मान्छेहरू थियो। अन्त अलिअलि यहाँनिर मैले तपाईँलाई यस्तो सिनहरू निकालिदिएको छ, हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ हाम्रो वेस्ट सिक्किममा। एकदमै दामी घुम्ने जग्गा छ हो। तपाईँहरू कताबाट मेरो भिडियो हेर्नुहुन्छ, तपाईँहरू पनि आउनु सक्नुहुन्छ, घुम्नु सक्नुहुन्छ। एकदमै मजाको प्लेस छ हाम्रो वेस्ट सिक्किममा चाहिँ। अन्त यहाँनिर हाम्रो बहिनी चाहिँ रिल्स बनाउँदैछ होइन। अनि रिल्स बनाएर यताउता गरेर अन्त हामी चाहिँ राबदेन्चीतिर लाग्यो। अनि राबदेन्ची पनि पुग्यो साथीहरू। हेर्नुहोस् हाम्रो राबदेन्ची पनि एकदमै दामी छ। यो चाहिँ बनाएको होइन, पहिला हाम्रो राजाहरू बसेको जग्गा हो होइन। एकदमै दामी छ। यहाँ त पहिला कति आएको होइन। अन्त धेरै वर्ष भएको थियो नगएको। अन्त फाइनली आज जाने दिन पनि आयो। अनि दादाहरूसँग मजाले नानाहरूसँग घुम्नु पाउँदा है के को, पहिला सानोमा अब सानो केटाकेटीमा गएको र अहिले गएको मिल्दैन नि त। सो मजा आयो मलाई चाहिँ। अन्त मजाले घुम्दैछु यताउता होइन। अन्त यहाँनिर राबदेन्ची चाहिँ यहाँनिर पहिला हाम्रो अब हामीहरू त के, हाम्रो बाजे बोजूदेखि लगेको नि। अब अगाडि चाहिँ यहाँ राजाहरू हुन्थे अरे। हाम्रो वेस्ट सिक्किममा चाहिँ यस्तो दामी घुम्ने जग्गाहरू छ साथीहरू होइन। अब मेरो भिडियो अलिक टाढोकोले हेरेछ भने पनि तपाईँहरू पनि आउनु सक्नुहुन्छ। एकदमै मजाको प्लेसहरू छ हाम्रो वेस्ट सिक्किममा चाहिँ घुम्ने। अन्त यहाँ बहिनी र नाना चाहिँ उयो गर्दैछ, रिल्स बनाउनु लागि एकदमै प्र्याक्टिससँग छ। म चाहिँ बहिनी बोकेर अन्त घुम्यो यताउता गऱ्यो, रिल्स बनायो, फोटो खिच्यो, यताउता गरेर चाहिँ हामी फर्केर चाहिँ बाटोमै म्युजियम हो कि के रहेछ, म्युजियम त होइन, म्युजियमै भनौँ न के हो होइन, सानो उयो रहेछ। अन्त हामी चाहिँ यहाँ आएर चाहिँ टक्कसँगले यहाँभित्र पनि एकछिन पस्ने भयो नि त। अनि यहाँभित्र चाहिँ यस्तो टाइगरहरू, यस्तो पुरा बेसी अब बर्डहरू, एनिमल्सहरूको पुरा उयो स्ट्याचु बनाएर राखेको रहेछ। मजाको रहेछ यो जग्गा पनि होइन। त हेर्दैछु, म चाहिँ फर्स्ट टाइमै पसेको यहाँभित्र, कहिले पसेको थिएन। पहिला हामी घुम्नु आउँदा त यहाँ थिनु नि थिएन हो। सो साथीहरू, मेरो दिन चाहिँ यसरी नै काट्यो। आजको भिडियो चाहिँ यति नै। बाई बाई, सी यू नेक्स्ट भिडियो।